देश तथा विदेशमा रहनुभएका मलाई चिन्नुहुने मलाई नचिन्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्ते। आज म 9 दिनको रिल च्यालेन्ज लिएर आएको छु। त्यो 9 दिनको रिल च्यालेन्ज मध्ये आज डे फर्स्ट रहेको छ। डे फर्स्टमा चाहिँ मैले म को हो, मेरो इन्ट्रोडक्सन, मेरो ब्याकग्राउन्ड, म कसरी यो बिजनेसमा आएँ भन्ने कुरा चाहिँ सेयर गर्न जाँदैछु। यो भिडियो अन्तिमसम्म नछुटाई हेर्नुहोला। आफ्नो भविष्य बनाउनको लागि कुनै बेला म विदेश हिँड्नुपर्छ कि जस्तो सोचेर विदेश हिँडेँ। त्यसपछि विदेशमा एउटा सबै कुरा एक्सपिरियन्स गरिसकेपछि एउटा एज अ स्टुडेन्ट एन्ड एज अ वर्कर एउटा सबै कुरा एक्सपिरियन्स लाइफमा भइसकेपछि चाहिँ विदेशमा पनि मैले सोचेको लाइफस्टाइल पाउन र सोचेको फाइनेन्सियल फ्रिडम पाउन चाहिँ एकदमै गाह्रो रहेछ भन्ने कुरा थाहा पाइसकेपछि चाहिँ म कुनै कारणवश नेपाल फर्किएँ। नेपाल फर्किसकेपछि एउटा फाइनेन्सियल फ्रिडम पाउनु छ भने मैले बिजनेसै गर्नुपर्छ भन्ने मेरो माइन्डसेटमा भयो र म फिजिकल बिजनेस गर्ने तयारीमा गएँ र फिजिकल बिजनेस स्टार्ट पनि गरेँ। विदाउट नलेज, विदाउट इन्भेस्टमेन्ट सुरु गरेकोले मलाई फिजिकल बिजनेस इस्टाब्लिस गर्न पनि एकदमै गाह्रो भयो। हो त्यो फिजिकल बिजनेसलाई मैले एउटा लेभलमा धेरै दुःख र सङ्घर्षले पुर्याएँ पनि गरेँ पनि। त्यही गर्ने क्रममा म चाहिँ एकदमै एक्स्ट्रा इन्कम अथवा पार्ट टाइम पनि मैले आफ्नो फुल टाइम बिजनेसलाई दिँदै पनि मैले आफ्नो स्क्रोलिङ गरिरहने टाइम, वेस्ट गरिरहने टाइम चाहिँ कति युज गर्न पाए हुन्थ्यो। पार्ट टाइम अथवा अरू पनि ठाउँमा चाहिँ मैले इन्कम सोर्स बनाउन पाए हुन्थ्यो भन्ने सोच मलाई सधैँ नै थियो। त्यही सोच्दै मैले एक दिन चाहिँ के गर्ने होला खोजिरहने क्रममा अथवा स्क्रोल गरिरहने क्रममा चाहिँ मैले एक दिन एउटा दिदीको पोस्ट देखेँ। उहाँ चाहिँ मेरो मामा घरमा चाहिँ एकदमै रेपुटेटेड फ्यामिलीको र उहाँ चाहिँ एकदमै जेन्युन फ्यामिली ब्याकग्राउन्ड एकदम राम्रो भएको, सबैजनाले उहाँलाई एकदम जेन्युन भनेर चिनिने ब्याकग्राउन्डबाट चाहिँ हुनुहुन्थ्यो। मैले पनि उहाँलाई पर्सनल्ली त बोलेको थिएन, तर मैले उहाँलाई एकदम राम्रोसँग चिन्थेँ किनकि उहाँको बहिनी पनि मेरै ब्याचको सँगै पढेको एउटा स्कुलमा पढ्दाखेरि मैले चिनेको थिएँ। द्याट्स वाइ उहाँले चाहिँ यो डिजिटल बिजनेस गर्दै हुनुभएको चाहिँ देख्दाखेरि आई वाज सो क्युरियस के गरी गर्नुभएको रहेछ, के बिजनेस रहेछ। उहाँ चाहिँ एउटा रजिस्टर्ड नर्स पनि हुनुहुन्थ्यो। नर्स हुँदाहुँदै एउटा राम्रो ब्याकग्राउन्ड हुँदाहुँदै पनि उहाँको आफ्नै बिजनेस हुँदाहुँदै पनि नर्सिङ बाहेकको आफ्नै बिजनेस हुँदाहुँदै पनि उहाँले के गर्नु भएको रहेछ त भन्ने कुरा क्युरियोसिटी भएकोले मैले चाहिँ यो बिजनेस के रहेछ, कसरी गरिरहनु भएको रहेछ भनेर अट्र्याक्टेड भएँ त्यहाँबाट। त्यो अट्र्याक्सनले गर्दाखेरि म यो बिजनेसभित्र छिरेँ र यो बिजनेस कसरी गर्ने रहेछ भन्ने कुरा चाहिँ मैले त्यहाँबाट थाहा पनि पाएँ। त्यसपछि मलाई यो पर्सनल्ली हामीले स्क्रोल गरिरहने टाइम, हामीले चलाइरहने सोसल मिडियाहरू प्लेटफर्म जस्तो फेसबुक, इन्स्टाग्राम, टिकटक जुन चाहिँ हामीले घन्टा हामी समय खाली समय हुँदा चाहिँ बिताइरहेका हुन्छौँ। त्यो टाइममा हामीले पोस्टिङ गर्ने, अरूको लाइक कमेन्ट गर्ने, अरूलाई भ्युज दिलाइदिनको लागि हामीले हेरिदिइरहने, अरूलाई कमाइदिइरहने टाइममा चाहिँ त्यही टाइमलाई नै हामीले इन्भेस्ट गरेर चाहिँ यहाँनिर पैसा कमाउन सकिँदो रहेछ। पैसा मात्रै होइन कि मैले बिजनेस गरेको इन्कम भन्दा पनि राम्रो इन्कम यतापट्टि मैले गर्न सक्दो रहेछु र फाइनेन्सियल फ्रिडम पछि मैले मजाले एउटा पेन्सन पनि बनाउन सक्ने प्लेटफर्म चाहिँ यहाँ रहेछ भन्ने थाहा पाइसकेपछि म यो बिजनेसमा छिरेँ। त्यसैले यो बिजनेस चाहिँ मेरो लागि एकदमै ब्लेसिङ भएर आयो। अहिले चाहिँ मैले यो बिजनेस पनि र मेरो फिजिकल बिजनेस पनि सँगसँगै लगिरहेको छु। मैले धेरै टाइम त दिएको छैन, तर मैले केही समयमा नै यहाँबाट लर्निङ, अर्निङ अनि ग्रोइङ सबै कुरा चाहिँ यहाँबाट गरिरहेको भएर यो बिजनेस एकदमै अमेजिङ रहेको छ। त्यसैले तपाईलाई पनि यो बिजनेसको बारेमा बुझ्न मन छ भने चाहिँ तपाईले मेरो बायोमा लिंक रहेको छ www.sujatadigital.net। त्यसमा गएर तपाईले आफ्नो फुल नेम र इमेल एड्रेस राखेर फर्दर मोर इन्फर्मेसन चाहिँ त्यसबाट पाउन सक्नुहुन्छ। र यदि तपाईले मलाई पर्सनल्ली कुरा गरेर तपाईलाई बुझ्न मन छ भने पनि तपाईले फेसबुकमा चाहिँ तपाईले मलाई अथवा इन्स्टाग्राममा अथवा टिकटकमा अथवा तपाईले मलाई युट्युबमा पनि तपाईले मेसेज गरेर
अथवा कमेन्ट छोडेर चाहिँ मसँग आउन सक्नुहुन्छ र यो बिजनेसको बारेमा बुझ्न सक्नुहुन्छ। अर्को रिल्स चाहिँ भोलि लिएर 10 सेकेन्डमा म आउने नै छु। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। नमस्ते, थ्याङ्क यू।